यो चाहिँ नि यो जुन कल यो पानी हजुरको पनि प्रब्लम छ होइन यसको लागि हाम्रो तर्फबाट सकेको बजेट होइन अब यति अब हजुर अरू दाताहरू पनि हुन्छन् होइन हजुर तिनीहरूसँग गर्नुहोस् अनि हामी चाहिँ यो जनवरीदेखि चाहिँ दिदीलाई हामी जति कलेक्ट गर्छौँ प्रत्येक महिना हामी चाहिँ दिदीलाई पठाउँछौँ हजुर यो चाहिँ अब जतिजना पनि सिङ्गापुरमा अब लाउरिने अब दिदीबहिनीहरू छन् होइन त्यसले चाहिँ हजुरलाई अब युट्युब मार्फत देखेर चाहिँ अब दिदीलाई हाम्रो परदेशमा छौँ गएर हामी भोलिन्टियरबाट त काम गर्न सकेनौँ तर हामी परदेशमा छौँ परदेशमा के गराउँछ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो कार्यक्रम भइदिन्छ हजुर अनि यो चाहिँ 1 वर्षमा हामीले यति कलेक्ट गऱ्यौँ होइन अब हजुरलाई चाहिँ अब जनवरीदेखि चाहिँ अब हजुरको यहाँको समस्या चाहिँ अब महिनामा नै प्रब्लम भएको देख्दाखेरि चाहिँ अब हामी उता पैसा 2-3 महिना नराखौँ दिदीलाई जति हामी कलेक्ट गर्छौँ हामी चाहिँ महिनै पछि दिदीलाई पठाउँ भन्ने चाहिँ अब गरेका छौँ क्या दिदी यहाँ चाहिँ 70,000 हजुर यो चाहिँ हजुरले यो कल पानीको लागि चाहिँ गर्न सक्नुहुन्छ थ्याङ्क यू धेरै धेरै धन्यवाद त्यहाँ सिङ्गापुरमा सिङ्गापुर भन्नुभयो होइन सिङ्गापुरमा बस्ने हाम्रो बहिनी दाजुभाइ दिदीबहिनीहरूलाई मुरी धन्यवाद यसरी आमाघरलाई यसरी सहयोग गर्न आउनुभयो मलाई हौसला बढाइदिनु भयो उहाँहरूलाई केही पनि रोग नलागोस् उहाँहरूको इच्छा सबै पुरा होस् मलाई कति खुसीको आँसु बन्यो कि यो पैसा आएको दिनदेखि मलाई हर्ष भएर खुसी भइरहेको छ फेरि हरेक महिनामा उहाँहरूले अर्को महिनादेखि हौसला बढाइदिनु आउनुभएछ एउटा इत्ता थपिदिनु आउनुभएछ मलाई धेरै खुसी लाग्यो उहाँहरूलाई केही पनि रोग नलागोस् उहाँहरूको इच्छा सबै पुरा होस् आमाहरूको सबैको आशीर्वाद लागोस् त्यति भन्छु थ्याङ्क यू भाइ धन्यवाद थियो भने मैले अनि उहाँहरूले चाहिँ 70,000 पैसा हाम्रो आमाहरूको लागि धारा बनाउनु भन्यो तर धारा बनाउनलाई चाहिँ 5-6 लाख लाग्ने रहेछ तर 1 लाखले धारा हुन्छ भन्थ्यो मलाई हिजो अस्ति अनि अब उहाँहरूले यति दिनुभयो हामी अरूसँग माग्ने गरेर 5-6 लाख सिधाएर हामी धारा बनाउने यति माया गरेर उहाँदेखि लाउरेनी बहिनीहरूले हामीलाई सहयोग गर्न आउनुभयो आमाहरूको लागि धारा बनाउनुहोस् भनेर अनि उहाँहरूले आशीर्वाद दिनु परेन मुरी धन्यवाद दिनु पर्यो अस्ति पनि आउनुभयो हजुरलाई लुङ्गे टोपीहरू उहाँहरूले पनि दिनुभएको अनि बच्चाहरूलाई धेरै कपडा दिनुभएको उहाँहरूले अझ पनि अब अर्को महिनादेखि हरेक महिनामा जनवरी महिनादेखि उहाँले जति उठाउन सक्छ उठाएर यहाँ खानुको लागि सहयोग गर्छु भन्दैछ उहाँहरूको लागि तपाईँ सबैले प्रार्थना खाँचो छ प्रार्थना गरिदिनु पर्यो उहाँहरूलाई कोमा हामीलाई पानी आउने भएपछि के चाहियो हाम्रो घरमा सबै भन्न पानी आएन अब त्यो धारा राख्न पायो भने आमाहरू आफै लुगा धुन सक्छ अरे हाम्रो लुगा धुन दिन्न म धारा मात्रै दिनुहोस् यहाँ पानी छ ल हेर्नुहोस् त्यस कारण आज उहाँहरूलाई धन्यवाद दिउँ उहाँ सिङ्गापुरमा बस्ने बहिनीहरूलाई पनि धेरै धेरै आशीर्वाद होस् रोग नलागोस् आमाहरू सबैले आशीर्वाद दिनुहोस् प्रभुको सेवा गर्न लागेकोमा सुरक्षित साथ प्रभुले ल्याउनुहोस् बाबाहरूलाई सिङ्गापुरको नानी सिङ्गापुरको बाबाहरूलाई अहिले यसो गरेर भेटघाट भयो पछिको पालोमा पनि भेटघाट हुन सकोस् बाबु नानीहरूलाई धेरै धेरै मुरी धन्यवाद सधैँ यतिकै गर्नुहोस् आमा 3 वर्ष पछाडि आउँदा पनि कोही नघट्नुहोस् कि बढी बढ्नुहोस् कोही नघट्नुहोस् यतिकै भेटौँ हजुर हजुर राम्रो गरेर बलियो पारेर हजुर आउनुहुन्छ के रोग नलागोस्
तर हुन त दिदी बिचमा पनि अरू छुट्टीमा आउँछन् सबैले भेट्ने भन्नुभएको छ यहाँ आउने हजुर भन्नुभएको छ दिदी के अरे साथीहरू अन्त त्यही त पहिला हामीलाई थाहा थिएन दिदी होइन अब राम्ररी अझै विस्तृत बुझ्न इच्छा छ भने चाहिँ युट्युबमा यस्तो यस्तो ठाउँमा गएर हेर्नुहोस् भनेर भन्नुभयो आमाको घर भनेर चाहिँ रहेछ अनि त्यहीबाट हेऱ्यौँ क्या दिदीको चाहिँ नि दिदीले यति राम्ररी त्यहाँ पनि छ दिदी तपाईँले काम गर्दै गर्नुभएकोहरू होइन अब भने के च्यानल मिट्यो कम्प्युटरमा हजुर अनि त्यसबाट चाहिँ यहाँ अहिले जतिजना आमाहरू हुनुहुन्छ उहाँहरूको फोटो पनि छ इन्टरभ्यूहरू छ होइन अनि दिदी एक्लैले चाहिँ है यति धेरै आमाहरूलाई यसरी पाल्नु भएको छ भनेर चाहिँ हामी पनि अब केही गरौँ दिदीलाई अलिकति भए पनि सघाउँ हामी यही भयो त भोलिन्टियर भएर दिदीलाई काम गर्न सघाउन जानु मिल्थ्यो यति टाढा छौँ तर पनि दिदीले चाहिँ एक्लैले यति धेरै जिम्मेदारी उठाउनु भएको छ अनि दिदीलाई सघाउँ भन्ने भएर चाहिँ दिदी अनि सुरुमा चाहिँ 12-13जनाले गर्ने भनेको तर जतिजनालाई सुनाउँदै लग्यो सबैले मन पराउँदै जानुभयो कि लु म पनि गरिहाल्छु आजैदेखि म पनि गर्छु अनि आखिरमा धेरै उठाउँदैनौँ हामी महिनाको $2 अब जब पेडे आउँछ अनि त्यस पछाडि शनिबार आइतबार चाहिँ टाढा टाढाको ब्लकहरूमा चाहिँ नानीहरूलाई उठाउन पठाउँछौँ नजिक चाहिँ हामी आफै फाइल बोकेर साथीहरूमा चाहिँ घर घर डुलेर हजुर अनि साथीहरूमा घर घर डुलेर कलेक्ट गर्छौँ अनि त्यसरी अब 14 महिनामा हामीले चाहिँ 70,000 बनायौँ दिदी अब अहिले चाहिँ झन् अब धेरैजना हुने के अरे अब हजुर हामी पनि गर्छौँ युट्युबदेखि अब यो जनवरीदेखि चाहिँ हामी पनि गर्छौँ भन्नुभएको छ अब सायद अब सकेसम्म हामी चाहिँ 10,000 चाहिँ दिदीलाई सहयोग गर्ने नै भनेर चाहिँ विचार गरिरहेको छौँ दिदी अनि प्लस हामीले त्यसभित्र केही पनि गऱ्यौँ भने त्यो उठेकै पैसाबाट चाहिँ धागो किनेर ल्यायौँ अनि धागो किनेर नयाँ नयाँ बहिनीहरूलाई ट्रेनिङ पनि भयो अनि वृद्धाश्रमले हामीले सहयोग गर्ने भन्दाखेरि बहिनीहरूलाई एकदम रहर गर्नुभयो अनि उहाँले ट्रेनिङ पनि दियो अनि बहिनीहरू मार्फत अब अस्ति टोपी बुनेर ल्यायौँ नि अनि म वृद्धाश्रममा अब योचोटि हामी सहयोग गर्ने भएको छौँ दिदीकोमा बच्चाहरू पनि छन् अरे सरू बहिनीले भन्नुभयो अनि बच्चाहरू पनि छन् अरे लुगा पनि लगिदिउँ हामी अब कतिजना हुन्छौँ 9-10 केजी हामी छिराउँ दिदीलाई अलिक त्यो पनि सहयोग हुन्छ अनि त्यस पछाडि दिदी साथीहरूले कपडा पनि ल्याइदिनु मलाई अनि त्यसबाट 1 सुटकेस लुगा पनि साथीहरू मिलेर हजुर अब आउनेवाला दिनहरूमा पनि दिदी 5-6 केजी चाहिँ हामी दिदी यहाँ आश्रम छोराछोरी बाबा आमाको लागि चाहिँ लुगाहरू बोकेर ल्याउने आफ्नो वेट जति छ त्यो चाहिँ 5-6 केजी चाहिँ अब आश्रमलाई गर्ने भन्ने सल्लाह गरिरहेको छौँ दिदी राम्रो खुसी लाग्यो हजुर भनिहाल्यो नि यो सञ्चार माध्यम भनेको साह्रै ठुलो दिदी सञ्चार माध्यमले गरेर हजुरले थाहा पाउनुभयो अनि एउटा के कुराको नमस्कार म दिलशोभा श्रेष्ठ आमाहरूको आमा बच्चाहरूको आमा आश्रमको सुरुवात चाहिँ कसरी गर्नुभयो भन्ने अब आमा यो आश्रम चाहिँ कसरी सुरुवात गरेँ भने मैले चाहिँ 2048 सालमा मेरो श्रीमानले मैले छोरा पाएँ भने मलाई छोरी दिनुभयो मेरो एउटा मात्रै छोरी अनि एउटा मात्रै छोरी म धेरै रोएर बसेको थिएँ दुःख गरेर बसेको थिएँ छोरीलाई बिहा गर्ने भनेर 5 लाख रुपियाँ दाम उहाँको नाममा राखेको थिएँ त्यही लिएर उहाँ आफै बिहा गर्न जानुभयो म धेरै रोएँ धेरै दुःख भयो मलाई अब छोरीलाई 52 सालमा 22 वर्षपछि बिहा गर्ने भनेर राखेको पैसा लिएर जाँदाखेरि कसलाई रुनु मन लाग्दैन फेरि मन पराएर आएको श्रीमानले त्यसरी हामीले केही गल्ती नगरेकोमा छोरा पाएन भनेर छोरी 18 वर्षको बेला छोडेर जानु हुँदाखेरि हामीलाई कति रुनु मन लाग्यो रोएँ हामी आमा छोरी दुईजना कतिचोटि औषधि खाएर मर्छु अब बाबाले हामीलाई केही पनि नगरेर पनि छोडेर जानुभयो अरूले हामीलाई कहिले माया गर्छ हामी दुईजना मर्ने भनेर हामी 2-3 चोटि औषधि पनि खायौँ तर मर्न सकेन यत्तिका धेरैलाई सेवा गर्ने लेखेर छ त्यस बेला विगतको कुरा मलाई सम्झेर मन लाग्दैन अब हामीले के गरौँ कसो गरौँ मात्रै याद आउँछ गैँसीको कुरा सम्झ्यो कि मलाई धेरै मन लाग्छ अनि आमा छोरीले 2 चोटि औषधि खाएँ मरेन अनि 3 चोटिको पालोमा हामी अब पहिला मा खाने अनि हजुर खाने है बाबा भनेको मा अब हामी औषधि नखाने हामी नमर्ने छोराले गर्ने काम म सबै गर्छु उहाँलाई छोरा नभएर दुःख पाएको हो म सबै गर्छु अनि हामी औषधि खाएन औषधि सबै फाल्यौँ अनि त्यो दिनमा अँगालो मारेर बेसी रोएर बस्यो हामी के गरेर बस्ने के गरेर तिम्रो बिहा गर्ने कहाँबाट पैसा ल्याउने के काम गर्छ
अनि मलाई पनि आँट आयो नानीले त्यसो भनेपछि हौसला बढ्यो। अनि मलाई पनि एउटा आफ्नै लुगा च्यातेर उडारेर आफ्नो लुगा उडारेर कागजमा राखेँ, ओछ्याएँ, कागज काटेँ। अनि त्यसै गरेर मैले कपडा नाप्दै काट्दै मेरो लुगा ठिक भयो मलाई सिलाएको। अनि मेरो मम्मीलाई नाप्न गएँ, मेरो 36 थियो चेस, मेरो मम्मीको 40 38। अनि मम्मीको लागि 2 इन्ची बढाउने 2 इन्ची घटाउने त्यो सबै मेरो दिमागमा चलेर मैले सिलाइमा धेरै राम्रो काम गरेँ। मैले न्यु रोडमा एसएस टेलर्स पनि मैले खोलेँ, अनि त्रिवेशरमा एसएस टेलर्स पनि गरेँ। अनि त्यो मात्रै होइन, अनि मैले आलु चिप दाल मट बनाएँ। म जस्तै दुःख पाएको लोग्नीले छोडेको लोग्नी मरेको दिदीबहिनीहरूलाई ल्याएर आलु चिप दाल मटहरू बनाएँ। 12-15 जनालाई उनीहरूलाई काम दिएँ एउटा कोठामा। अनि अर्को कोठामा नानीले के भन्न थाल्यो, म मेनबत्ती पनि बनाउने मा भन्यो, मेनबत्तीहरू पनि बनाएँ 12 जनालाई, त्यो पनि काम दिएँ। अनि बेचेर आएको पैसा नाफा मात्रै बाँकी लिएँ। अनि तलब चाहिँ उहाँहरूलाई दिएर धेरै मैले लिइनँ, उहाँहरूलाई आत्मनिर्भर होस् भनेर उहाँहरू 12 जनालाई बच्चा बच्ची पढाउन सक्नुभयो। एउटा कोठामा मेनबत्ती बनाएँ। अनि अर्को पनि काम गर्नेमा मैले त सकेँ भन्यो। छोरीले हौसला दिएपछि फेरि त्यो स्वाद भन्ने मसला उद्योग चलाएँ, जिरा मरिच नुन त्यस्तो प्याकिङ गरेर। अनि त्यसमा 5 जना जतिलाई राखेँ। अनि त्यसै गरेर मैले 60 जना महिलालाई रोजगार दिएँ। म जस्तै दुःख पाएकोलाई, लोग्नी मरेकालाई, लोग्नीले छोडेकालाई, बिहा नगरिकन दुःख पाइरहेकाहरूलाई मैले काम दिएर मैले कमाएँ। 48 49 50 51 52 5 वर्ष भयो, 4 वर्ष पुरा 5 वर्षभित्रमा त नानीलाई बिहा गर्ने गरेर पैसा कमाएँ मैले 4-5 लाख। मलाई विश्वास भयो सत्य इमान्दारीपूर्वक काम गऱ्यो भने सक्सेस हुने रहेछ। मैले थाहा पाएँ। मलाई यो घरमा भाडा तिर्नु पर्दैन, कोठाको भाडा छुट्याइन, मैले भाडामा नदिकन त्यस्तो काम गर्नेहरूलाई दिएर त मलाई त काम त मेरो बिक्री भयो। धेरै माग आयो। अनि हुँदा अनि अब गार्मेन्ट पनि चलाउने नानी धेरैजना महिलाहरू सिउन सिकिसक्यो। अब गार्मेन्ट चलाउने भनेर मङ्गलडे गार्मेन्ट भनेर गार्मेन्ट पनि चलाएँ, एसएस गार्मेन्ट भनेर गार्मेन्ट पनि चलाएँ, 2टा गार्मेन्ट चलाएँ। 40 जना महिला दिदीबहिनीलाई काम दिएँ। अनि होजेरी चलाएँ, एसएस होजेरी भनेको टी सर्टहरू स्वेटरहरू ट्र्याक सुटहरू त्यो पनि सिलाएँ। धेरै काम गरेर मैले धेरै कमाएँ। अनि नानीलाई बिहा गर्ने। अनि त्रिवेशरमा सानो एउटा अहिले 5-10 हजार भाडा आउँछ, त्यहाँ एउटा घर किनेँ। चितवनमा जग्गा किनेँ। अहिले त्यहाँ चितवनको ठाना आउँछ यहाँ अहिले वर्षमा कहिले 100 मुरी दिन्छ, कहिले 90 मुरी, कहिले 80 मुरी दिन्छ। अब यो घरलाई भाडा तिर्नु पर्दैन। यसरी नै मैले सञ्चालन गरेँ। त्यो मैले 52 सालमा छोरीको बिहा गरिसकेपछि म फेरि रोएँ। अनि एकजना त्रिवेशरको एकजना साथीले छोरा नपाएर पनि रुन्छ दिलसभा, छोराको आमाको बिजोग हेरेर जाउँ भनेर मलाई लानुभयो 52 सालमा। अनि त्यो आमा कहाँ गएको त, त्यो आमाको त 4वटा छोरा, सुन व्यापार गाडी व्यापार ठुल्ठुलो उद्योगपट्टि 4वटै छोरा, एउटा रातो गाडी, एउटा कालो गाडी, एउटा सेतो गाडी, एउटा निलो गाडी चलेर आमालाई खाना त पुर्याउनु ल्याउने। गाडी त्यहाँ राखेर काम गर्ने मान्छेले म खाना ल्याएँ भनेर नाक टुन्ने ढोकाबाट ओर्याउने। त्यो आमा त लग कामेको 84 पूजा गरेको, कपाल जबलतिर यस्तो आछी जिउभरि नङ यति लामो नङ भरिभरि आछी। म त्यो आमा कहाँ जाँदाखेरि त यति रोएँ कि त्यो छोरा पाएर पनि यस्तो दुःख हुने रहेछ जिन्दगीमा। मैले छोरा छैन भनेर रुनु बेकार रहेछ भनेर मेरो त यो रोएर यो सबै दुखेर आयो। आमा तपाईँ नरुनुहोस्, तपाईँको छोरी छैन? म छोरी बनेमा म हजुरलाई नुहाइदिन्छु। म ननुहाएको 2 वर्ष भयो। बा मलाई नुहाइदिनु भन्नुभयो। अनि मर्तेल दमदिन स्टोभ छ, मर्तेल एक पछि कहाँ किन्न पाइन्छ भने फुलपानी गोपनडरमा गएर मट्टीतेल किनेर ल्याएँ, पाउरोटी किनेर ल्याएँ, अन्डा किनेर ल्याएँ, दुध किनेर ल्याएँ। अनि आमालाई त्यहाँ अगाडि राखेर पानी तताएँ। अनि कपाल काट्न लगाएँ, सबै कपाल काटेँ, उहाँको लुगा जति फालेँ। दिनभरि लाग्यो। मैले त्यो आमालाई बिहानदेखि स्याहारेको बेलुकासम्म नङ काटेँ, नुहाइदिएँ, तेल लगाइदिएँ। दुध अन्डा किन ल्याएको भन्नुभयो। हाम्रो त माइतीमा नुहाएको दिनमा बिहान अन्डा पाउँछ, अनि नुहाइसकेपछि मासु र भात खुवाउँछ, कमजोरी हुन्छ अरे। मेरो मम्मी बाबाले भन्नुभएको हजुरलाई पनि त्यही खुवाउनलाई ल्याएको मा भने। बुढी भएपछि अलिकति सुच्चा हुने रहेछ। पैसा माग्ला भनेर मैले पैसा मागिनँ उहाँलाई। हजुरलाई पैसा मागेको होइन, हजुरलाई खुवाउनु, आफूले खानु पनि नखाइकन पैसा जम्मा गरिराख्नु। बुढाबुढी कस्तो हुन्छ है, छोराले ल्याउँछ छोरीले ल्याउँछ भनेर होला। अनि उहाँले मैले अन्डा दुध खुवाएँ, त्यो नङ काटेँ, तेल लगाइदिएँ, त्यो सबै सफा टन्न ओछ्याउनलाई टन्न एउटा पनि छैन। खाटबाट निकालेर एउटा 25 जति टन्न छ, सबै गुमुट सबै लगेर बाहिर भिजाइदिएँ। अनि त्यो सफा गरेँ। अनि ओछ्याउनलाई छैन, ढोची भए पनि ओछ्याउमा भने ढोची पनि त्यहीँ उता साबुनलाई त्यहाँ निकालेँ, सबै पायो
सफा गरेँ अनि आमालाई टाटो मिठो खुवाएँ, पनि त्यही भात खाएँ। त्यसलाई नै त्यो आमालाई सरसफाइ गर्दाखेरि अब मैले यस्तै आमाले सेवा गरेँ। अब मलाई छोरा चाहिएन। मेरो श्रीमानले छोड्नु भएको कुरा राम्रैको लागि रहेछ, भइहाल्यो म त्यागेँ भने त्यहाँदेखि मलाई हौसला बढ्यो। झन्झन आमाहरू एक्लो एक्लो भेटाउनु नहिँड्नु भयो। यहाँ त्यो टिपेश्वरको आमालाई, यहाँ सुशीला मिसको आमाको यहाँ टङ्केश्वरमा, भीममुक्तेश्वरमा 3-4 ठाउँमा आमाहरू एक्लो एक्लो भेटाउनु। छोरीहरू जागिर, बुहारीहरू जागिर, अनि आमाहरूको कुरा भए पनि सुनिदिनु जाने। कुरा सुन्दै त्यही आछि आउँछ त्यो पखालिदिनु जाने। गरेर आमाहरूले खुसी मान्नुभयो। छोरा बुहारी आउने बेला कोठा सफा गरिराख्ने, उहाँहरूको लुगा धोइदिइराख्ने। छोरा बुहारीले पनि माया गर्नुभयो मलाई पछि। ए मेरो मम्मीले माया गर्नुभएको रहेछ भनेर। त्यहीँकै छोरा बुहारीले चाहिँ माया गर्नुभएन। मेरो मम्मीको सम्पत्तिको लोभले हो हिराको टप लगाइरहेको छ, यति मोटो चुरा लगाइरहेको छ, यति मोटो यत्रो लकेट भएको सिकेर ल्याएको थियो आमाले। आमाको सम्पत्तिको लोभमा स्याहार्न आयो भने पनि गाली गर्छ छोराले। अनि मैले जेठो छोराको पालोमा खोइ मालिकले त भात त पुर्याउनु पठाएको, खोइ तिम्रो मालिकले ऊ त्यहाँ बाहिर गाडीमा छ, दौडेर गएर भेट्नु। बाबु हजुरको माले मैले सेवाबाट गर्न आएँ, एउटा माले के भन्ला के छ आमाको लेख्नु, आमाको सम्पत्तिमा मैले गर्न आएको होइन। मेरो आमा छुट्टा छ, मेरो आमालाई केही गर्न सक्दैन, हामीले खुसी पार्न सकेन भन्नुभयो। तपाईँहरूले यत्रो ठुलो बनायो, खुसी पार्न सकेन भन्नुभयो। तपाईँहरू सानो बेला यो जग राखेको बेला बाबा मरेको अरे, तपाईँहरू अहिले लाठी हुनुभयो, अहिले आमाले खुसी पार्न सकेन। आफूलाई चिसोमा सुतेर टाटो गरेर राख्ने, डस ताया दुध खुवाउने यस्तो जन्म दिने आमालाई खुसी पार्न सकेन तपाईँले भनेर गाली गरेपछि मेरो मुख नहेरिकन जानुभयो। 4जनासँग कुरा गर्न भ्याएँ मैले, 4वटा छोरासँग। कुनै छोराले पनि आमा गतिलो भन्नु। बिहा गरिसकेपछि आमा छुच्चा भएको हो भनेपछि लास्ट पाल्नु हो नि। बिहा नगर्नुजेल त आमा राम्रो थियो होला हो। त्यसो भए भइहाल्छ, तपाईँहरूसँग कुरा गर्दैन भनेर 2 वर्ष आमालाई स्याहारेपछि आमा त आफै बाबा कहाँ जान सक्नुभयो, आफै डक्टर कहाँ जान सक्नुभयो। आमा त यति बलियो भयो कि ओहो बुढेसकालमा खाँचो भनेको माया न्यानो टाटो। ल म यो दिउँ। अब मेरो घरमा सबै दुईवटा आमाले पाल्ने सोच आयो मलाई। तर त्यो आमाका 2 वर्ष यहाँ जाँदाखेरि त्यो फुलमा बसिरहेको मागेर बस्ने 5 जना कहिले पनि उहाँहरू कहीँ पनि गएनौँ। म छाटा गरेर जान्थेँ, घाम लाग्यो भनेर त्यहाँ आमा त्यहीँ बसिरहेको हुन्थ्यो। पानी पऱ्यो, घाम लाग्यो, पानी पऱ्यो भने छाटो गरेर आउँथ्यो, प्लास्टिक दिएर त्यहीँ बस्थ्यो त्यो 5 जना। आँखा नदेख्ने, खुट्टा नभएको, अनि त्यो बोल्न नजाने, यिनीहरू 4-5 जना त्यहाँ फुलमा मागेर बसिरहेको त्यो 5 जनालाई फर्स्ट टाइममा मलाई ल्याउने मन भयो। अनि आमाले भने आमा हजुर बलियो हुनुभयो, अब हजुर बाबा कहाँ जान सक्नुभयो। अब यो रोडको आमाले मैले लगेर पाल्छु है मा भने मैले आमालाई। अनि आमाले के जात होला भन्नुभयो। श्रेष्ठले अलिकति सानो जातलाई छुनुहुँदैन। अनि म सोधेर आउँछ मा भने भोलिपल्ट सबै श्रेष्ठ रहेछ मा, नेवारी रहेछ भने। मैले त यहाँ तयार गरिसकेँ, 5वटा खाट, 5वटा झोल, 5वटा सिरानी, यही एउटा कोठा खाली गरेर। त्यो कोठा खाली गर्नलाई पनि काम गर्ने त्यो बस्ने मान्छे भाइलाई भने मैले यो त्यहाँ आमालाई स्याहारेर आमा बलियो भयो। त्यो रोडमा बसेर आमा 5 जनालाई मैले घरमै ल्याएर पाल्न मन लाग्यो। बाबु हजुरले कोठा तर भाइहरूसँग बस्नुहोस् या त्यहाँ कोठा सर्नुहोस् भन्दाखेरि त्यो भाइ रिसाउनु भयो। अब जिल्सोबाजीले के गर्न लाउनु भयो, कहाँको कुहिया मुहिया बुढी ल्याएर के गर्न लाउनु भयो, त्यही स्याहार्न जानुहोस् यहाँ नल्याउनुहोस् भने त्यो बालम बस्ने। त्यसमा तपाईँ अहिले हट्नुहोस्, अहिले 1 मिनटमा राख्ने। तपाईँले कुहिया मुहिया बुढी भन्नुभयो नि, मलाई रिस उठ्यो, यहाँ दुख्यो भने तपाईँ अहिले उठ्ने हो, अहिले 5 मिनटमा राख्दैन भने त्यसरी कहाँ मिल्छ। तपाईँ तल गइरहनुहोस् त, तलको तपाईँहरूको 60 कोठामा सुत्नुहोस्, तपाईँले 35 दिनभित्र अन्त जानुहोस् भनेर त्यही दिनमै तल सारेँ मलाई रिस उठेर। अनि त्यो तल कोठामा सारेपछि उनीहरूको उहाँ 2 जना उहाँ 1 जना बसिरहेको थियो, त्यहीँ सुत्नुहोस् तिनीहरू। अनि त्यो कोठा सफा गरेर 5वटा खाल, 5वटा झोल, 5वटा सिरानी पाकिया तयार गरेर त्यो कोठामा 5देखि सुरु गरेँ। त्यो 5 जनादेखि दिनको 1 जना ल्याउने, नुहाइ गर्ने, नङ काट्ने, दिनको 1 दिन त 2 जना ल्याइसकेपछि भोलिपल्ट त मैले ल्याउने दिन जान सकेन। यो दुखेर गाह्रो भयो। कहिले काम नगरिकन बसेँ, काम गर्ने मान्छे 2 जना थियो, काम मैले भाटै नपकाइकन बसिरहेको। यत्रो घरको भाडा, एउटा घरको भाडा लिएर साउने बनिसकेको। काम गर्ने मान्छे थुप्रो राखेर आलु चिप बनाउने, मेनबेटी बनाउने, दालमर बनाउनेले भात पकाएर खुवाउने, मेरो लुगा मैले धुनै नपर्ने, केही नगरिकन बसिसकेको मान्छेले त्यो ल्याउँदाखेरि त्यो आमासँग चल्दा नुहाइदिन, नङ काट्दा, तेल लगाइदिन, कपाल काट्दा, उसको लुगा फालेर आफ्नो लुगा लगाउने, दिनभरि 2 दिन गर्दाखेरि मलाई सकेन। यहाँ दुखेर म डक्टर कहाँ जानु पर्यो। अनि अर्को आमा ल्याएर उनीहरूकै सँगै बस्नेले अर्कोलाई किन नल्याएको, भोलि ल्याउँछ भनेर पर्खिनुहोस् मा, पर्सि मात्रै लिन जाने, म बिरामी भएँ भने
3 दिनपछि लिन गएँ फेरि चाहिँ गरेर 1 हप्ता पुर्याएर त्यो 5 जनाले ल्याएर नुहाइधुवाइ गरेर पाले। त्यो 5 जनादेखि सुरुवात गरेको खास गरी। अहिले कतिजना हुनुहुन्छ? अहिले त आमाहरू यहाँ त 37 जना छन्, बाबाहरू 5 जना, आमा 32 जना। तर अहिलेसम्म मैले आमाहरू पालेको चाहिँ 105 जना पालिसकेँ। बाटो हजुरले देखिहाल्नुभयो, मऱ्यो भने एक्लैले लास लिएर जानुपर्छ। यहाँ राख्ने बाचुन्जेल माया न्यानो टाटो दिएर खुवाउने पियाउने, मऱ्यो भने म एक्लैले लास लिएर जाने। तर यहाँबाट उहाँसम्म लानुलाई चाहिँ चर्चको भाइहरू, म क्रिस्चियन भएर सेवा गर्न सकेको। म चाहिँ हिन्दू हुन्जेल मैले यस्तो जे पाएँ जातलाई, जे पायो मान्छेलाई मैले अँगाल्न सकेको थिएँ। क्रिस्चियन बनेपछि जात भनेको हुँदो रहेछ। त्यसमा क्रिस्चियनको बाइबलमा 2टा मात्रै छ, आइनर लोन भन्छ। म क्रिस्चियन भइसकेपछि मैले सेवा गर्ने सब जातले अँगाल्न मन लाग्यो। जुन जात भए पनि होस्, मैले आत्मा हुन्जेल टुकडुकी हुन्जेल ल्याएर माया गर्ने मेरो मन चाहिँ भयो क्रिस्चियन भएर। प्रभुमा विश्वास नगरेसम्म मैले के पनि गर्न सकेन। जस्तो यहाँले जस्तो माया ममता दिएर आफ्नै बुवा आमा जस्तो जन्म दिने बुवा आमा जस्तो गरेर पाल्नुहुन्छ होइन, अनि उहाँहरूको चाहिँ मृत्यु पश्चात एक्लै म बोकेर लगेर दाह संस्कार गर्छु भन्नु, त्यो बेला चाहिँ यहाँलाई कस्तो अनुभूति हुन्छ? त्यति बेला यहाँले त धेरैजनालाई चाहिँ अन्तिम संस्कार गरिसक्नु, दागबत्ती दिइसक्नु। यहाँबाट लान त मलाई चर्चको भाइहरू आउनुहुन्छ, क्लासमा पुऱ्याइदिनु। अनि वडाको भाइ हुनुहुन्छ रामशरण भाइ, त्यसलाई पनि बोलाउने, त्यहाँसम्म पुऱ्याइदियो भने। कहिले त्रिशक्ति समूहलाई बोलाउने, लाउन बाबु एकचोटि रोडसम्म आमालाई लानु पऱ्यो, एउटा आमा बित्यो भने। कहिले मेरो माइतीको भाइलाई बोलाउने। त्यसरी मैले त्यहाँसम्म रोडसम्म लानलाई चाहिँ मैले सबैलाई सघाइ मागेँ। टोल छिमेकीले त मन पराएन, कहाँ कहाँको बुढीहरू ल्याएर रह्यो भन्दै च्यान बनाइसके दिलसभाले। जो पनि कुहियो मुहिएको ल्याउँछ, मऱ्यो भन्छ, एक्लै लास लिएर जान्छ, के तमासा देखायो यो आइमाईले भनेर सबले गाली गर्यो। तै पनि उहाँहरूले बुद्धि छैन, उहाँहरूले गाली गर्नुभयो भने म झन् अगाडि बढ्न सकेँ। कसैले गाली गर्यो, कसैले लखट्यो भने दौडिन सक्ने हो होइन र। अनि मैले चाहिँ झन् मैले काम गर्ने आँट आयो। यसरी रोडबाट जहाँसम्म लाने, अनि त्यहाँबाट चाहिँ एक्लैले पशुपतिमा लगेर दाह संस्कार गरेर जलाउनलाई पैसै नहुने, पैसा नभएर यसपालि त मैले डाकबत्ती मैले आफैले दिएर आएँ। डाकबत्ती दिनेले 1000 रुपियाँ लिने, त्यो 1000 रुपियाँले पनि 1 बोरा आलु आउँछ जस्तो लाग्ने। तर डाकबत्ती दिन चाहिँ गाह्रो रहेछ। हामीले हिजोसम्म नुहाइधुवाइ गरेर मा भनेर टाटो मिठो खुवाइरह आमा, डाकबत्ती दिन चाहिँ धेरै गाह्रो भयो मलाई। डाकबत्ती दिएर यता आएर रोइरहेको त्यो एउटा भाइले, अब तपाईँले डाकबत्ती दिने होइन, हामी 1000 रुपियाँ लिँदैनौँ, 500 मात्रै लिन्छौँ दिदी, तपाईँ घरको आमालाई हेर्नुपर्छ, बच्चाले हेर्नुपर्छ, तपाईँले डाकबत्ती नलिनु, हामी अर्को पालिदेखि 500 दिन्छु भन्नुभयो। त्यो बेलादेखि आमाहरू बितेको चाहिँ साह्रै गाह्रो। डाकबत्ती दिएर आमा बिताएर आएपछि हामी त दिनभरि यहाँ कसैलाई पनि भात खुवाउँदिनँ मैले। हामी एक छाक आज यो आमाको नाम हामी छोड्ने, अनि आमा मरेको दिनमा, 1 वर्षको दिनमा पनि, वार्षिकको दिनमा पनि हामी भात नखाउँ, मौन धारण गरेर हामी प्रार्थना गरिबस्छौँ। उहाँ आमालाई स्वर्गीय बास होस्, स्वर्गमा राज्य होस्, र चाहिँ यहाँ बस्नुभएको आमाले रोग नलागोस्, मनले चिता जति पुगोस्। हामीलाई जसले जसले सहयोग गर्न आउनुहुन्छ उहाँहरूलाई आशिष होस्। उहाँहरूले पनि हामीले 1 भाग दिनुभएको छ भने 10औँ भाग छाटिदिनुहोस्, उहाँहरूलाई केही नहोस्, उहाँहरूको इच्छा सबै पुरा होस् भनेर हामी सबैजना बसेर प्रार्थना गर्छौँ उहाँको नाममा। बुवाआमालाई पाल्ने भन्ने चाहिँ आमा घरको परिकल्पना गर्नुभयो। बुवाआमाबाट चाहिँ आमाहरूलाई लिएर अनि पछि बुवाहरू पनि थपिँदै यसरी वृद्धाश्रम बनाउनु, पछि त बालबच्चाहरू पनि धेरै देखियो। बालबच्चा चाहिँ मलाई साझा सवालको इन्टरभ्यू, साझा सवाल भने हजुरले सुन्नुभयो होला, नारायण श्रेष्ठजीले सुनाउने उहाँले मलाई जुम्ला लानु भयो मेरो इन्टरभ्यू दिन जुम्लाबाट। उहाँले राम्रो काम गर्ने मान्छे हामी देखाउनु पर्छ, त्यहाँ यत्रो खोला भएको ठाउँमा बिजुलीको पावर निकालेर धेरै काम गर्न सक्ने ठाउँमा सरकारले दिएन भनेर चाहिँ उनीहरूले काम नगरिकन बस्यो। तपाईँलाई सरकारले दिएन, एनजिओले दिएन, तपाईँ एक्लै मान्छेले यत्रो आमा बच्चा पालेछ, तपाईँलाई लगेर त्यहाँ उहाँ लगेर देखाउने भनेर चाहिँ मलाई जुम्लामा लानुभयो। अनि जुम्लामा गएपछि त म त ज्याकेट ल्याएर, स्वेटर ल्याएर, खास्तो गरेर, ब्ल्याङ्केट त्यो मफलर बेरेर गएको थिएँ। त्यहाँ त कतिजनाको लुगा छैन, कतिजनाको जुत्ता छैन, कति गरिब रहेछ। धनी मान्छे धनी नै छ फेरि। त्यो टिभी, रङ्गिन टिभी नगएको, सोलर बत्ती नगएको घर पनि छैन कोही कोही ठाउँमा। कोही कोही ठाउँमा चाहिँ दण्ड पीडित आमा बाउले माओवादीले मारेका, बेजातका, सानो जातका, हेला गरे फालेका गरिबहरू धेरै देखियो। अनि मलाई चाहिँ मेरो मनमा लाग्यो यो बच्चाहरूलाई चाहिँ मैले लगेर पाल्यो भने यिनीहरूले पाखुरा बढ्यो भने काम गरे भए पनि खान्छ। ल म सिडिओ साहेबलाई सोध्छु, म चाहिँ जिल्ला विकासमा सोध्छु भनेर। त्यहाँ चाहिँ यत्रो छ जुम्ला ठाउँ, यहाँ जिल्ला विकास, यहाँ सिडिओ, यहीँ सबै कार्यक्रम, अनि त्यहाँ सोध्न गएको त हुन्छ हजुरले लगेर पाल्नु भयो भने बाँच्छ यो बच्चा।
काम गरेर भए पनि खान्छ भन्नुभयो। अनि ल्याएँ मैले त्यो बच्चाले यहाँ ल्याएँ, ल्याउने मन भयो, ल्याएन मैले, ल्याउने मन भयो र यो बच्चाले ल्याउने भनेर नाम लेखाएर आएँ मैले। 40 जना आउने बेला 60 जना आएको छ। तर त्यहाँबाट ल्याउनलाई मसँग पैसा थिएन। मैले छोरीलाई फोन गरेर पठाएँ, हेरी अनाथ बच्चाहरू भेटेँ, बाबा म जुम्ला गएर आएँ, यस्तो दुःख पाएको मैले जुम्लामा बच्चाहरू देखेँ, तिनीहरूलाई ल्याउने मन भयो बाबा भने। अनि छोरीले चाहिँ मारे दुःख गर्न आउनुभयो, बच्चाहरू पाल्न गाह्रो हुन्छ, बुढी आमाहरू जस्तो होइन मा भन्नुभयो, भन्यो ज्वाइँले पनि भन्नुभयो। अनि मैले चाहिँ जे होस् खाना भए पनि खुवाएर बलियो ठुलो बनाउँछु भनेर। यो बच्चाहरू सबै जुम्लाको हो? जुम्ला, हुम्ला, कालीकोट, नगु, रुकुम, रोल्पा, बाजेरा, दैलेखको। अच्छा, कहाँबाट पो होला? आर्थिक स्रोत कसरी जोड्छ भने अति शुल्क छ। ए सुन्दर जालको आमाले, हजुर हजुर थाहा पाएँ, हजुर आर्थिक। हिजो गरेको थिएँ, हिजो भ्याएन भन्नुभयो, आज भ्याउला कि उहाँले फोन गर्छु भन्नुभयो। हजुर हजुरले पनि फोन गर्छ हजुर। ए त्यस्तो हाम्रो अगाडि त्यस्तो पार्लेसी भएर गोमुटमा लडिराख्यो भन्यो, मलाई साह्रै मन लाग्यो। मैले हेर्नै सकेन त्यस्तो, मैले टिभीमा त हेरेको होइन, तैपनि मलाई चाहिँ माया लाग्यो। तपाईँ हामी भएर छोराछोरी भएर फाल्यो भन्दाखेरि मलाई दुःख लाग्यो नि। हामी पनि छोराछोरी हो नि उहाँको, कैलाजीको छोराछोरी होला कि। हामी आज लिन जाने, हेर्न जाने र हुन्छ नि 12 बजीतिर जाऊँ ल हजुर आउनुहोस्। अनि सँगै जाउँला, हेरेर हामीले उपचार गर्नुपर्छ भने उपचार गरौँ न, उपचार गर्नु परेन भने यहाँ ल्याएर भए पनि पाल्ने। त्यस्तो गोमुटमा डुबाएको हामी हेर्न सक्दैन। ल ल ल हस् नमस्ते। उज्यालोतिर भनेर त्यहाँ त आमा र बाउ प्यालेसी भयो भने छोरा बुहारीहरू सबैले छोडेर भागेको नि। अब गोमुट नै भइरहेछ र अहिले। अनि त्यसलाई चाहिँ लिन जाने भनेर उज्यालोतिर देखाउने भाइको फोन नम्बर मागेँ। अनि त्यो भाइले भन्नुभयो किन र तपाईँले ल्याउने दिदी भन्नुभयो। मलाई ल्याउने। ओहो तपाईँ जस्तो मान्छे पनि छ, मैले तपाईँलाई चिनेको छैन भन्नुभयो। पछि चिन्नुहुन्छ, म आमा घरको आमा हो, बच्चाहरूको आमा हो भने म चाहिँ त्यहीँ राख्ने भए पनि उहाँले टाटो खानु पाइन्छ, गोमुटबाट डुब्दैन नि म ल्याउने। यसरी तपाईँले जसरी सहयोग गर्न आउनु भइरहेछ, यस्तो महिनामा सहयोग गर्छ भन्नुभएछ, मलाई झन् हौसला बढ्यो, यति हौसला बढ्यो। म त के गरेर म चाहिँ यो नेपालमा चाहिँ निर्मूल पार्ने होला। विदेशीहरू आउने बेला हामीलाई लाज लाग्छ, यो सुन्दर नेपालमा यस्तो मागेर बसिरहेको थियो, त्यो माग्नै नदिने कि। एउटा राम्रो ठाउँ मात्रै भेट्यो भने ठुलो ठाउँ बनाएर सब आमाले लग्दै त्यहाँ लग्दै माया न्यानो टाटो झेर यहाँको बिजोको अवस्थामा हुनुहुन्छ, ल्याउँदै हुनुहुन्छ, यहाँनिर बच्चाहरू त्यत्रो उहाँ जुम्ला हुम्लादेखि चाहिँ ल्याउनु भयो होइन, अरू देखेको पनि ल्याउनुहुन्छ, यहाँ चाहिँ ममताको खानी हुन्छ। तर खुवाउनु पऱ्यो, बस्नु पऱ्यो, लाउनु खानुको यो सारा चाहिँ स्रोत चाहिँ कसरी जुटाउनुहुन्छ, कसरी जुटिरहेछ अहिले चाहिँ? तर जुट्दो रहेछ मन भयो भने, मलाई त विश्वास भयो। मेरो छोरीले हरेक महिना 20,000 पठाउँछ अमेरिकाबाट, सिकागोबाट। अनि ज्वाइँको घरबाट 18,000 भाडा हुन्छ, घरको भाडा पनि लिनुभएको भने। मैले खोलाबाट सालनालैबाट ल्याएको एउटा सानो बाबु थियो, त्यो बाबुलाई पनि ज्वाइँले छोरा बनाएर अमेरिकामा लानुभयो, आफ्नै छोरा भनेर। अनि त्यो बच्चालाई पनि पाल्नु पर्यो, अनि आफ्नो छोरीलाई पनि पाल्नु पर्यो, श्रीमती पनि पाल्नु पर्यो। ज्वाइँले पैसा नदिए पनि मलाई दुःख लागेन, उहाँको घरको भाडा लिनु भन्नुभयो। त्यो घरको भाडा पनि यहाँ लिइरहेको छु। छोरीले हरेक महिना 20,000 पठाउँछ। अनि मेरो चितवनमा जग्गा आउँछ, धान आउँछ जग्गाबाट, 6 डिसेम्बर धान आउँछ, त्यो खुवाउने। अनि आजभोलि त यस्तो डाटाहरू जन्मदिनमा आज मेरो माको नाउँमा, मेरो बाको नाउँमा, मेरो तिथि आज भनेर दिन आउनेहरू पनि छन्। पुरा नभए पनि मैले विचार गरेर मैले काम गर्ने मान्छे राखेको छैन, काम गर्ने मान्छेलाई राख्न पुगेको छैन। लुगा धुने, आँची धुनेदेखि मरेको लास ल्याएर सब म एक्लै नै हो हुन त। तर मलाई सघाइदिनुहुन्छ, सक्ने आमाहरूले सघाउनुहुन्छ। कहिले कुचो लगाउने, कहिले टिफिन बाँध्ने, कहिले पकाउने, कहिले बाँध्ने। सकेपछि आमाले थाहा पाए नि यहाँ मान्छे राखेको छैन, एक्लै आमाले यस्तो हामीलाई माया न्यानो टाटो दिएको छ भनेर सक्ने मान्छेले सबैले सहयोग गर्नुभएछ। फेरि डाटाहरू पनि यसरी अझ आज हजुरहरूले कसरी थाहा पाएर आउनु, टिभी हेरेरै आउनुभयो नि। फर्स्ट टाइममा आरती चटर्जीले सङ्घर्ष कार्यक्रम सुनाइदिनु भयो, त्यसले पनि धेरै सहयोग पायो। अनि एउटा उज्जु डार्लिङले पनि सहयोग सुनाइदिनु भएर धेरै सहयोग पायो मलाई। यसरी सबैले थाहा पाउनु भएर ल त्यहाँ के चाहियो दिल शोभा भन्नुभयो, चाहेको कुरा दिन ल्याउनु भयो।
तर इमान्दारीपूर्वक सत्य काम गर्यो भने चाहिँ भोको मुडो रहन्छ, भोको छ। आमाहरू मिठो खाना नपाए पनि तातो पाइरहेछ अनि छाक चाहिँ तरिरहेछ, अहिलेसम्म पुगिरहेछ। अहिले पनि यसरी यहाँ बहिनीहरू, सिङ्गापुरको लाउरी बहिनीहरूले अस्तिको महिना पनि हामीलाई धेरै कपडाहरू ल्याइदिनु भयो। यो टोरा टोरी बच्चाहरूलाई, यो डोन्ड पीडित बच्चाहरूलाई, आमाहरूलाई लुङ्गीहरू, टोपीहरू यसरी ल्याइदिनु भएर सहयोग गर्नुभयो। अहिले पनि हामीलाई के चाहिरहेछ, त्यहाँ वासिङ मेसिन किन्ने सोच ल्याउनु भएको अरे उहाँहरूले। मैले लुगा धोइराखेको देख्नु भएर लुगा धोएर गाह्रो भयो भनेको उहाँहरूको मनमा लागेर मलाई दुःख भएको, म दुःख मेटाइदिन्छु भनेर उहाँहरूले वासिङ मेसिन किनिदिन्छ भनेर आउनुभएको रहेछ। तर वासिङ मेसिन चाहिँ अर्कैले किनिदिइसक्नुभयो। अनि वासिङ मेसिनको जरुरत भएर यहाँ पानीको जरुरत भयो भने मैले एउटा कलको ढाराको राखिदिनको लागि भने, अनि त्यो लाख रुपियाँले पुग्छ भन्नुभएको थियो अस्ति एकजना भाइले। अनि हिजो इन्जिनियर साहबले सोद्धाखेरि लाख रुपियाँले पुग्ने धाराले पानी आउँदैन, त्यहाँ 5-6 लाख खर्च गर्नुपर्छ, कहिले पनि मेट्दैन। जुन ठुल्ठुलो होटेलमा पनि त्यस्तो धारा बनाइरहेछ, 5-6 लाख लाग्छ अरे। त्यो राख्यो भने मात्रै पानी आउँछ अरे, त्यस्तो चाहिँ जहाँ राखे पनि आउँछ अरे। जुन पनि ठुल्ठुलो 5 स्टार होटेलहरूमा त्यस्तो धारा छ अरे। खानालाई चाहिँ ट्याङ्करबाट ल्याउने अरे, अनि लुगा धुन बाथरुमको चाहिँ त्यहाँको पानी युज गर्छ अरे। अनि त्यस्तो चाहिँ हुन्छ दिदी, 5-6 लाख लाग्छ भनेर हिजो इन्जिनियर साहबले भन्नुभयो। अनि यसरी नै मैले डाटाहरूको सहयोगले यसरी चलेको। यो सिङ्गापुरको बहिनीहरूलाई चाहिँ मुरी धन्यवाद भन्न चाहन्छु। उहाँहरूलाई लाख उहाँहरूको नाममा हामी प्रार्थना पनि गरिसक्यौँ। हिजो अस्तिदेखि यो पैसा दिन्छु भनेको दिनदेखि हामीले प्रार्थना टुट्यौँ। उहाँहरूलाई उहाँहरूको इच्छा पुरा होस्, उहाँहरूलाई निरोगी होस्, उहाँहरूलाई कहिले पनि केही रोग नलागोस्। मान्छेको मन के कहिलेकाहीँ चाहिँ एकदम करुणा भाव जागेर पनि आउँछ होइन। अनि कहिलेकाहीँ काम गर्दा अब यहाँ बुवा आमाहरू केटाकेटीहरू स्याहार्दै यहाँलाई कहिलेकाहीँ दिक्क पनि लाग्दो है, बेकारमा यो काम थालेछु भन्ने पनि लाग्दो। त्यस्तो लाग्दैन, किनभने उनीहरूको कोही पनि छैन। रोडबाट ल्याएको आमाहरू, उहाँहरूले गाली गरे पनि मैले गाली गर्नु मन लाग्दैन। बच्चाहरूले कति चिम फुटायो, टिल फुटायो, मैले एक शब्द पनि यसरी पनि पिटेन। बुद्धि नै छैन उहाँहरू। प्रभु उहाँले बुद्धि दिनुहोस् भनेर प्रार्थना पो गर्छु त म। हामीले कहिले पनि अर्काको लागि चित्त दुःख, आत्मा पूजा गर्ने भनेको आत्मालाई। एउटा मन्दिर हो, यहाँ 85 जना अहिले पनि छन्, 48 जना त टोरा टोरी बच्चाहरू छन्। तर डिफ्रेन्ट स्कुलले सहयोग गर्नुभयो। एन्जेल एकाडेमीले 18 जनालाई फ्री पढाइदिनु भयो। तर ब्याग किताब टिफिन चाहिँ हाम्रो पढाइदिने र गाडीले लिन आउने चाहिँ फ्री गर्नुभयो। किड्स एकाडेमीले पनि हामीलाई 18 जना फ्री पढाइदिनु भयो। उहाँ चाहिँ ब्याग पनि उनीहरूकै, लुगा पनि उनीहरूकै, टिफिन पनि उनीहरूकै, त्यहाँ चाहिँ खाजा पनि सबै उनीहरूले नै खुवाउनु, मैले केही पनि दिनु परेन। अनि ज्ञानोदयमा चाहिँ फ्री पढाइदिनु भयो। टिफिन ड्रेस किताब हाम्रै आफ्नै खर्च। इन्टरनेसनलमा पनि सबै फ्री उहाँहरूले गर्नु। कति खुसी हेर्नुहोस् त, कति माया। यसरी नै भयो भनेर मलाई पुगिहाल्यो नि, मलाई पैसै किन चाहियो। पुरा सन्तुष्ट हुनुहुन्छ? सन्तुष्टि। म अहिले 61 वर्ष भएँ, मलाई 50 वर्षको जोस जाँगर छ। म सबै म आफै गर्छु। अहिले चामल 30 किलो चामल म आफै बोकेर आउँछु। म 10 रुपियाँ किन दिने, 10 रुपियाँ भरेर दिने भन्दा 1 किलो टमाटर आउँछ, 1 छाक अचार पुगिहाल्छ। म अहिले त्रिवेश्वरमा के गर्न जानु पऱ्यो, म कहिले पनि गाडीमा चढ्दिनँ। त्यहाँसम्म 15 रुपियाँ लिन्छ, त्यहाँ 15 रुपियाँले 1 मुठी लसुन आउँछ, हरियो खोर्सानी आधा किलो आउँछ। एउटा खोर्सानी भयो भने पनि आमाहरूलाई टोकेर खानलाई हुन्छ। मैले पुर्याउनु पर्छ। म पुर्याउनको लागि लुगा म आफै धुन्छु, आछी साछी म पखालिदिने। पुर्याउनु भनेको सरफ साबुन अरू बढी राख्छ अरूले गर्यो भने, मैले सरफ राखिदिने, लम्बी छ भने अनि पखालेर सुकाइदियो भने, अनि आछी साछी मात्रै मैले धुने हो। अरू सबै म लाइन बसेर मैले आमाहरू बच्चाहरूले छ। दिदीले चाहिँ यो लाई चाहिँ आमाको घर भन्नुभएको छ, आश्रम पनि भन्नुभएको छैन होइन। आमाको घर भन्नुभएको छ, जसले चाहिँ एउटा ममतामय घर होइन, एउटा ममताको चाहिँ कुरा झल्काउँछ होइन। अब धेरै बामाहरू, वृद्ध बामाहरू बढिरहनु भएको छ, केटाकेटीहरू पनि थपिने क्रम जारी छ र यहाँले चाहिँ एकदम उदार हृदयले स्वागत गरिरहनु भएको छ होइन। अब के अभाव छ यसमा, यसलाई अलिक फराकिलो बनाउनलाई यहाँको परिकल्पना कस्तो छ, अझै राम्रो बनाउने र के अभावहरू छन् तत्कालीन? तर अभाव त धेरै छन्। अभाव त मान्छेको जिन्दगीमा अभाव नभएको नै हुँदैनन्। तर मलाई चाहिँ ठाउँको अभाव छ। तर ठाउँ पनि मलाई परोपकार स्कुलले मलाई ठाउँ दिनुभयो।
तिम्रो नाउँमा त दिन्न, तिमीले चलाउन सकुन्जेल चलाऊ, नचलाएपछि हाम्रै हुन्छ, तिमीलाई ठाउँ दिन्छु भन्नुभयो। मेरो नाउँमा किन चाहियो? यो घर र मेरो होइन, यो शरीर र मेरो होइन। म बोलिरहेको चिज उडेर गयो भने कसैले लगेर कहाँ घिसारेर कहाँ पुरिदिन्छ कि जलाइदिन्छ कि, यो त मेरो होइन, मलाई किन चाहियो? तपाईँले ठाउँ दिनुभएकै ठुलो हो भनेर मलाई धेरै धन्यवाद दिएँ मैले। उहाँहरूले 30-40 रोप्ने जग्गा दिन्छु भन्नुभयो। हामी खुसी भएर कम्पाउन्ड वाल लगाएर आइसक्यौँ तारमा ढुवाकोटमा। अनि एउटा भुवनेश्वर लाल दाई भन्ने इन्जिनियर हुनुहुन्छ, उहाँले चाहिँ हामी देशसभा म घर बनाइदिन्छु मेरो बाउ आमाको नाउँमा, 30 जना जति अट्ने बुढी आमाहरू अट्ने घरलाई म सस्तोमा, म आफै इन्जिनियर हो, सस्तोमा म 50 लाख जति सिध्याएर मेरो बाउ आमाको नाउँमा बनाइदिन्छु भन्नुभयो। भनेको भोलिपल्ट फेरि एउटा हल्यान्डको एउटा आमा ल्याइदिनु भयो त्यही बाबाले, भुवनेश्वर लाल दाईले। अनि त्यसले पनि म 15 लाख जति दिन्छु, 15 जना जति अट्ने म बनाइदिन्छु भन्नुभयो। अनि हाम्रो आर्य छाइङ डोलमा गीत गाउने उहाँले पनि 22 लाख मलाई आमा घरको लागि बनाउनको लागि म छुट्याइराखेको भनेर 2 वर्ष अगाडिदेखि उहाँले छुट्याउनु भएको छ। अनि उहाँले पनि अब दिनुहुन्छ। मैले उहाँले चाहिँ यो खुसी खबर सुनाउनु पाएको छैन, तर उहाँले मेरो लागि दिन्छु भन्नुभएको छ। सबको अगाडि भन्नुभएको हो, उहाँले दिनुहुन्छ। उहाँले 22 लाख दिनुभएपछि त्यहाँ पनि 15 जना जति अटिहाल्छ। त्यसै गरेर मैले 50-60-100 जना जति आमाहरू। कहिले सुरु गर्नुहुन्छ त्यहाँ? हामीले सुरु भइसक्यो, बनाउन त थालेको छैन, जब चाहिँ खसेको छैन। शिलान्यास गर्नलाई परोपकारको जग्गा, परोपकारकै हाम्रो संस्थापकहरूलाई रिक्वेस्ट गरेछौँ, छिटोभन्दा छिटो हामीलाई शिलान्यास गरिदिनुहोस्। बनाइदिने मान्छे जागिरा खडा भइरहनु भएको छ, चलाउने मान्छे म छु। अनि उहाँहरूले खानलाई लाउनलाई आमाहरूको लागि केही पनि दिन्न, हामी जग्गा मात्रै दिने भन्नुभयो। चाहिँदैन, हामीलाई सहयोग डाटाहरू थुप्रो हुनुहुन्छ, म चलाउँछु, तपाईँहरूले भने जस्तै गरेर चलाउँछु, नमुना रूपमा चलाइदिन्छु। अनि त्यहाँ परोपकारको स्कुल पनि छ, त्यहाँ अनाथ बाल बच्चा पनि छन् त्यहाँ 38 जना। अनि त्यो बच्चा बच्चीलाई पनि मैले फ्रीमै खुवाउने इच्छा छ मलाई। त्यो बच्चा बच्चीलाई पनि खुवाएर त्यो बच्चा बच्ची पनि मैले नै आफ्नै उसमा राखेर पढाउने। नाम त उहाँहरूकै, नाम त मेरो चाहिँदैन, नाम मेरो चाहिँदैन, म सेवा मात्रै गर्ने। हामीले उहाँहरूले 2 वर्ष बाद 5 वर्ष बचाउनु पनि सक्दैन। उहाँ रोइरहेकोलाई आँसु पुस्ने, एकचोटि आँसु पुछेर हुँदैन। दिनभर रोइरहेकोलाई के गर्ने? लिने आफैले हो। आफ्नो शरीर आफ्नो राम्रो गर्ने आफ्नै हातमा, आफ्नो स्वास्थ्य बनाउने पनि आफ्नै हातमा, कसैले गरेर पनि। दिदीको सबै समय यही आमा घरकै बुवा आमाहरूलाई नानी बाबुहरूलाई स्याहार्दैमा पालन पोषण गर्दैमा बित्छ होइन? बिहान 3 बजे उठ्छु म। यहाँको निजी जीवन अरू कुनै छैन? बिहान कति बजे उठ्नु? म बिहान 3 बजे उठ्छु। म प्यारालिसिस भएको आमाहरूको गोमुटी स्याहार्छु, 1 घन्टा जति लाग्छ। उनीहरूको चाकसाक पुस्दिनँ, सिँगार पुस्न, मुख धोइदिनँ, उहाँहरूको चाकसाक पुछेर उनीहरूको लुगाहरू आमाहरू नउठे बिना पकाउँछु म। कति गाली गर्नुहुन्छ, कति घिन नलागेको आमा, तपाईँलाई सघाउने भनेर हामी पकाउनेमा काट्नेमा हामी गरेछौँ, तपाईँ त्यस्तो गुमुटु भएको नल्याउनु न, त्यस्तो आँसी लिनुपर्ने मान्छे नल्याउनुहोस् न भन्नुहुन्छ। मेरो गोइले जस्तो आँखा टुप्लुक्क आँसु झारेर हिँड्नै मन लाग्दैन, मलाई उछारेर ल्याउन मन लाग्छ। अहिले पनि हजुरले सुनिहाल्नुभयो, टिभीमा देखेर एउटा लौनी स्वास्नी 2 जना गोमुटमै डुबिरहेछ अरे सुन्दर जलमा। एनटिभीमा हिजो अस्ति मात्रै देखाएको अरे उज्यालोतिर भनेर। त्यो आमा अहिले गोमुटमा डुबिरहेछ अरे, छोरा बुहारी भएको, छोरीहरू भएको, 2-3टा छोराहरू भएको। त्यो आमालाई मलाई हेर्न जानु हतार भइसक्यो। त्यो आमालाई छोरा बुहारीले जे भने पनि मैले ल्याएर बाँचुन्जेल चाहिँ माया न्यानो टाटो दिन हतार भइसक्यो। ठाउँ छैन यहाँ, हजुरले देख्नुभयो कौसीमा 5 जना सुत्छ, त्यहाँ हामीले प्लास्टिक घेरेर राखेको छु। बिहान 3 बजे उठ्छु, त्यसरी सरसफाइ गर्छु। 5 बजेसम्ममा मैले आछी धुनेर भुइँ पुस्ने र टोइलेट सफा गर्ने। आमाहरू आँखा नदेख्नेहरू धेरै छन्, कुल्चेर फेरि अर्को ठाउँमा लडीबडी गर्ला भने मलाई पिर लाग्छ। राति सुत्ने बेला पनि पिर लागिहाल्छ। कहिले म सुत्न त म 8 बजे सुत्छु, मलाई राति त ओछ्यान पनि चाहिँदैन। यसरी आएर भात खुवाएर खाना सिध्याएर आमाहरूलाई ओछ्यानमा लाएर आमा सुत्नु, आमाहरूको ओछ्यान मिलाएर सिरक ओराएर आएपछि त म तल आएपछि मलाई मेरो ओछ्यानमा टन्न छ कि छैन पनि थाहा छैन, सिरक नजिक छ कि पनि थाहा छैन। यसरी बस्दा निन्द्रा लाग्छ, यहीँ सुत्छु म। अनि बच्चाहरूले सिरक ओराएर टाल चलाएर जान्छ, मलाई डिस्टर्ब नगर्नु भनेर म 3 बजे उठ्नुपर्छ। म डिस्टर्ब भयो भने 1-2 दिनसम्म बिरामी हुन्छ मलाई, राति निन्द्रा पुगेन भने। त्यस्तो गरेर मैले चाहिँ 5 बजे सिद्धिएपछि म आफ्नो हात खुट्टा धुने, आमाहरूलाई पानी सबलाई पानी दिने, मुख धुनुहोस् भनेर। अनि हिटरमा पानी बसालेर आउने चियाको लागि, अनि चिया नखाउने। अनि त्यो तातो पानी सबलाई 1-1 गिलास दिन जाने। अनि 7 बजे सबलाई चिया बिस्कुट बाँध्ने, अनि भात पकाउन जाने। अनि खाइसकेपछि आमाहरू सबले कहिले तरकारी काट्ने, कहिले चामल, कहिले दाल, कहिले के गर्ने,
अनि अन गरे पुग्छ भातलाई पनि केही गाह्रो छैन 3टा राइस कुकर छ 5 किलो 6 किलो 4 किलो अट्ने भाँडो छ चामल पखालेको पानीमा दालमा पकाउने अनि चामल पखालेको पानी राखेर तरकारीको लागि छटाउने अनि सबै आफूले गर्ने आमाले गरिदिन्छ मैले भन्ने मात्र अनि 8 बजे हामी भात बसाल्न थालेपछि 8:30 बजे त बच्चाले खुवाएर पठाउनै पर्छ बच्चाले भात बाँड्न आमाले लगाउने मैले चाहिँ टिफिन ठिक गर्ने तेल ठिक गर्ने जुत्ता परिसकेको छैन उनीहरूको किताब ब्याग ठिक छैन म चाहिँ हेर्न आउने आमाले तपाईँले भात बाँड्नुहोस् है बच्चाले भात बाँड्नुहोस् तपाईँले पानी दिनुहोस् तपाईँले के छ दाल थाप्नुहोस् भनेर सबलाई अराएर आउने अनि एउटा आमालाई यहाँ बिस्कुट बाँड्नुको लागि ठिक गर्ने अनि कसैको ब्यागमा बेलुकै म स्कुलबाट आएपछि नै सोध्छु मैले आज होमवर्क कसको छ होमवर्क गरिहाल्नुहोस् होमवर्क नै गर्न लगाउने होमवर्क गरेर नि फेरि स्कुल जाने बेला रुन्छ होमवर्क गरे छैन भनेर न त टिभी देखाउँदैन तपाईँहरूले ल होमवर्क गर्नुहोस् भन्ने सबले खाँदै खुवाउँदिनँ मैले भन्ने अनि तर्साइदिएपछि अनि होमवर्क मेरो छ ल खाजा खानुहोस् ल होमवर्क गरिहाल्नुहोस् भनेर सब माथि कोर्स राखेर होमवर्क गर्न लगाउने खाजा खुवाउने म उनीहरू होमवर्क गरुन्थेन हाम्रो बेलुकाको खाना पाक्छ फेरि बेलुका अनि बच्चालाई स्कुल यसरी पुर्याएपछि स्कुल पुर्याएर कोहीलाई तेल लगाइदिने कोहीलाई कपाल कराइदिने कसैको जुत्ता सबै ठिक गरेर स्कुल पठाएपछि अनि आमाहरूको खाना पकाउनु जाने अनि आमाहरूको लागि तरकारी अलग्गै पकाउनु पर्यो बच्चाहरूलाई त दाल भात तरकारी मात्रै आज त आलु साँझेको मात्रै बिहान हिजै आलु सिने बेलुकै आलु सिने राखेँ अनि आज अहिले उता चिसोमा जाडमा हुन्छ अनि अहिले कबाब बनाएँ ल तरकारी मात्रै तपाईँहरूले भने अहिले आमाहरूले चाहिँ साग चाहिन्छ अनि आज चाहिँ एकजना बहिनीले हाम्रो डाक्टर साहब हुनुहुन्छ लिनुपर्छ भने उहाँले चाहिँ आज खाना खुवाउने भनेर भन्नुभयो शाकाहारी भन्नुभयो अनि मसरुम पकाएर राख्नु भन्नुभयो अनि मसरुम साग आलु काउली पकाएर अहिले चाहिँ पकाउनुलाई फेरि बच्चाहरू स्कुल गइसकेपछि यसरी भात पकाउने अनि आमाहरूले भात खुवाउने लस्करी हामी ठ्याक्क 10 बजे आमाहरूले भात खुवाउने अनि आमाहरू भात खुवाइसकेपछि आमाहरू बस्नुहुन्छ कहिले कपाल काटिदिने कोहीलाई नुहाइदिने कोहीलाई नङ काटिदिने घाममा बस्दा कसैलाई तेल लगाइदिने अनि चल्दा 12:30 हुन्छ 1 बज्छ अनि चिया बसाल्दै बेलुकाको तरकारी के छ कि छैन म बजार जानु पऱ्यो कि के हो कि बच्चालाई पठाउने भने बच्चाहरू आएपछि हामी जान्छौँ मा भन्छ आजभरि बच्चाहरूले हेटिसकेको छ कि तरकारी किन्न जान्छ मैले भन्न सस्तो लाग्छ यो फरक संस्कारबाट परिवेशबाट होइन उसबाट आएका बच्चाहरू छन् बुवामा त्यस्तो कहिलेकाहीँ त झगडा पर्दो है दिदी तर पहिला त झगडा हुन्छ पहिला आमाहरू पनि लोछालोछ हुन्छ म पहिला आएको म ठुलो जातको म सानो जातको तिमी पछि आएको तिमी पछि आएर यहाँ बस्न पाइन्छ भन्छन् आमाहरू पनि अब रोडमा बसेको आमाहरू फेरि घर परिवारले हेला गरेर दुःख पाएर रोडमा बसेको आमाहरू उहाँहरूको दुःखै सम्झिन्छ छोरा बुहारीले गाडी गरेको हेला गरेकै मात्रै याद आउँछ कि उहाँहरूलाई अरूलाई माया गर्नेतिर याद आउँदै आउने आफूले जन्म दिएको धरती देखाएको छोरा बुहारीले त मलाई यस्तो हेला गरेँ मैले के गर्ने भन्ने सम्झिनु होला उहाँहरू रिसाएर बस्नुहुन्छ तर उहाँहरूलाई एभ्री महिनासम्म मैले उहाँहरूलाई कन्भिन्स गराउन उहाँहरूले हजुर भन्दा उहाँहरूलाई 2 महिना 3 महिना पछि त उहाँहरू पनि हामी जस्तै भएर आउनुहुन्छ र अनि उहाँहरूले म अचार बनाउँछु भन्नुहुन्छ मैले यस्तो तिलको अचार बनाउन जानेछ यो कागजी र तिल ल्याइदिनुहोस् त भन्नुहुन्छ अनि कहिले बाबरीको अचार म बनाउँछु कागजी र बाबरी ल्याइदिनु भन्नुहुन्छ अनि रुँडै बनाउँछ मैले छोएको त मेरो छोरा बुहारीले खाँदैन तपाईँले त बनाउनुहुन्छ मा भन्नुभयो मलाई त झन्झन बनाउन मन लाग्यो भोलि त म तरकारी पनि पकाउँछु ल भन्नुहुन्छ त्यस्तो अशक्त रोडबाट ल्याएको आमाहरूले तरकारी मिठो पकाएर खुवाउनुहुन्छ अहिले आमाहरू सबैजना आफै गर्छु भन्नुहुन्छ आज कटहर ल्याएँ आमा भनेपछि अर्को आमा टम्सिनुहुन्छ कटहर त मैले पकाउन आउँछ नि मिठो भन्नुहुन्छ न्युरो ल्यायो भने अर्को आमा टम्सिनुहुन्छ म न्युरो पकाउन आउँछ कोही चाहिँ अब छोरा बुहारीले हेला गरेका बुवामा हुनुहुन्छ कोही फालेका होइन कोही चाहिँ आफ्नो कोही नभएका यो बच्चाहरू त डन्डपिटी कर्णालीका सब अनि त्यहाँबाट मात्रै ल्याएपछि मैले कर्णालीमा अर्को ठाउँमा पनि मैले यहाँ आएर मैले फोन गरेँ मैले मान्छे चिनेको थिएँ अनि कोहीलाई नेताहरूलाई पनि भने मैले यस्तो कर्णालीमा यस्तो माओवादीले आमा मारेको रहेछ जुम्लामा त यस्तो गएर आएँ तपाईँहरू कहाँ पनि छ भनेर सोधेँ उहाँहरू कहाँ पनि छ भन्नुभयो उहाँ कहाँ गरेर उहाँले ल्याइदिनु भयो 60-70-80जना बच्चाहरू ल्याइदिनु भयो यहाँ 43-48जना मात्रै छ 43 अनि 5 अस्ति 5 4 ल्याइदिएको भएर 48 भएको नत्र 43मा पिट अनि अरू बच्चाहरू चाहिँ परोपकार स्कुलले 12जना होस्टेलमा ल्याइदिनु भयो लेडिज जति अनि साइनिङ स्टारले पनि 2जनालाई फ्रीमा पढाएर राखिदिनु भयो सामाजिक सेवा सेन्ट जेभर्सले पनि 5जना जति बच्चा उहाँ राखिदिनु भयो मलाई खुसी भइहाल्यो त्यसरी नै सबैले सहयोग गर्नुभयो भने बच्चाहरूले पढ्न पायो खान पायो यो देशमा असल मान्छेको खाँचो छ राम्रो मान्छेको खाँचो छ ठुलो मान्छे चाहिएन ठुलो मान्छे कोही पनि नबनोस् ठुलो मान्छे हुनै पर्दैन असल मान्छे बनेर सेवा गर्न सकोस् भन्न चाहन्छु बाँचुन्जेल चाहिँ हामीले मरेपछि
श्राद्ध गर्नु पर्दैन, जिउँदो सल्लाह गर्न सिकौँ। आश्रम बनाउँथ्यो कोही पनि नलागौँ, आश्रय दिनेतिर लागौँ। आमा बा बच्चा बच्चीलाई माया सबैजना मिलेर गर्नु। आज सामाजिक सेवा गरेको कुरा त तपाईँहरूले उहाँको भिडियो टेप लगाए, पत्र पत्रिका इभन इन्टरनेटबाट पनि सुन्नुभएकै थियो होला, जसको स्वरूप तपाईँ आज सिङ्गापुरको भाइहरू आएर यहाँ सहयोग गरेको थाहा पाएँ, खुसीको कुरो होइन। त्यो कि कल पानीको लागि समस्या त्यो गर्नुभएछ। हामी चाहिँ यहाँ हामी दुईजनै डक्टर हो, म चाहिँ छाती फिजिसियन अनि जो बालरोग विशेषज्ञ हो, यहाँ बच्चाहरू पनि छ दिदीको। बिचबिचमा हामी गाह्रो पर्दाखेरि टेलिफोनबाट पनि यो औषधि स्याम्पल औषधि ल्याएर छोडेको यसरी खुवाउनुहोस् दिदी, यो छ नि यो भने अलिकति गाह्रो पऱ्यो भने कहिलेकाहीँ समय बेला आउने पनि गरेको छ।